What's up guys? What's up? के छ सबैजना ठिकै छ पारा हाम्रो खतरा पिसार्नु हिँडेको ल अब रामबा पिसार्नु गयो लक्राउ अब हामी फेरि रफ्तार चाहिँ हुनेछ हैन टक्कलाएर त्यस्तो छ थोरै भ्लग बनाउँदै हामी देखाउँछौँ तपाईहरुलाई हाम्रो कृष्ण भाइ पनि आएको थियो कृष्ण भाइ पनि चल्दियो त्यही हो 3 बज्न लागेको छ अहिले हैन दिउँसोको टक्कलाएर बाटो यतै छ कडा हो बाटो यतै फोन लागेन है दाइले राम भाइले त्यहाँ ठ्याक 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 पल्टाउँदैछ हैन ट्र्याक्टर लाएर अब हामी सर बिस्तारै झर्छौँ दाइलाई कल पनि लागेन त्यही त हो भरे भ्लगमै हुन्छ सबै ल हामी चाहिँ फ्रेस भयो अब हामी चाहिँ फेरि रफ्तार उयो हुनेछ तलतिर ट्याक्क लाएर निन्द्रा आइ लाग्दै थियो है अब निन्द्रा चाहिँ बन्द हुन्छ राम्रै फ्रेस भयो होइन त हजुर बिस्तारै झर्दियो झिर्नालाई कल लाग्दैन त्यही त कडा हो सही छ भ्यूहरू होइन बिस्तारै हामी झर्छौँ अब पानी पनि बगाल्छ पानी चाहिँ चिकन तन्दुरी चल्दिउँ अब त साउन्डै बिना जाने हो नि त राम्रै ल कडा हो बिस्तारै हामी चाहिँ झर्दैछौँ है हेर यस्तो छ बाटो चाहिँ अब त अफ गरेर हिँड्ने हो होइन ठुलो राम भाइ यता छ म यहाँ बाटो हेर्दै जाउँ बाटो फेरि खतरा लड्न पनि सकिन्छ अहिले दाइ 3:33 4 बज्न आँट्यो ट्याक्क हाम्रो चाहिँ चास खेलाइदिउँ न हेर यस्तो छ होइन ट्याक्क ट्याक्क यस्तो छ लकडा हो अहिले चाहिँ हामी रिफ्रेसमा छौँ होइन राम भाइ छ हाम्रो साथमा टर्बो पनि छ टर्बोलाई साइड स्ट्यान्ड हाल्ने बेला भइरहेको छ होइन त्यही त कडा होला ट्याक्क लाएर सही हुन्छ कडा हो चल्दिउँ कडा हो यहाँ एउटा हेर कतिवटा होला यहाँ हुने बिरुवाको चिल्लो पात भनेको यही हो कि कडा हो कति रोप्दाखेरि हुँदैन होइन हुनेमा चाहिँ टन्नै फलिरहेको छ होइन जस देख्न सक्नुहुन्छ ट्याक्क लाएर नहेर कडा हो कति छ सानो बोर्ड छ है हुने बिरुवाको चिल्लो पात shooters gonna shoot and I'm gonna shoot until I fall.
यस्तो वाल चाहिँ हान्नुपर्छ मिस्त्रीहरूले नि ढुङ्गाको वाल चट्ट 1 इन्ची पनि कमी छैन रामबाइले खतरा हानेको पाहाड सिस्टम हानेको रहेछ नि त भाइ यता अब हाम्रो भाइले हानिदिएको ल वाल चाहिँ यो तरिकाले सिधा एकुरेट छ है एकुरेट छ तिम्रो वाल लगडा हो आजलाई टाटा